एकजना मन्त्रीजी सडकमा पुग्नु भएछ र भन्नुभएछ कि यो बाटो निर्माणमा ढिलो जो भइरहेको छ नि, निर्माण व्यवसायीलाई भेट्नुभयो भने खुट्टा भाँचिदिनुहोस्। सुदूरपश्चिमबाट केही दिन अगाडिको मात्रै खबर आएको थियो धनगढीबाट कि कर्मचारीहरू मिलेर एक श्रमिक महिलाको टेम्पोलाई भिरबाट धकेलिदिए। मध्य प्रदेशको सिराको खबर पनि ताजै छ कि परीक्षा हलमा भेटिएका 500 भन्दा बढी मोबाइललाई पानीमा चोबलेर नष्ट गरियो। सम्माननीय प्रधानमन्त्रीज्यू, समाज कता जाँदैछ यहाँलाई सोधौँ लाग्छ, तर यहाँले पनि चुनावकै बेलामा के भन्नुभएको थियो भने यदि बाटो निर्माण गर्न ढिलो भयो भने रुखमा बाँधेर समाधान गर्नुपर्छ। म सम्झिन्छु प्रधानमन्त्रीज्यू कि एउटा देशको घटना जहाँ कसैले चोरी गर्यो, चोरलाई चाहिँ सजाय दिनलाई दुईटै हात काट्यो। के हामी यस्तै समाजतर्फ जाँदैछौँ? यस्तो समाजतर्फ जाँदै छैनौँ भने कम्तीमा आफ्नो मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस् प्रधानमन्त्रीज्यू।